Yo, namaste and good morning everybody. तपाईहरुलाई कस्तो छ? आयो सन्चै छ होला? हामी यहाँ सन्चै नै छौं। अनि यहाँ चाहिँ च्यानलको ओनर यस। अनि आज चाहिँ कस्तो हामी जाँदै छौं झापा खुम्नु रे झापा ताइजन अनि बिहेको लागि। द्याट्स वाइ कान्छा मामाको बिहेको लागि जाँदै छौं। अनि मैले चाहिँ यस्तो लामो बाटो ट्राभल गरेको छैन क्या, गाडीबाट ट्राभल गरेको छैन। विश मी लक ब्रो। अनि फर्स्ट टाइम हो आज। रमाइलो भइरहेछ। के हुन्छ जस्तो छ नि त यहाँ। हुनु त केही हुँदैन। केही नसम्झे हिँड्नुपर्छ नि त, त्यो बनसम्म केही नसम्झे। त्यही भएर गाइजहरू विश मी लक गाइज। गाइज हो यस्तो मलाई कति नै मलाई आज चाहिँ गजबको यो कामेपछि चाहिँ केही मिटिङ हुँदा नि भातहरू निस्किने छ जस्तो छ। खाना खाएको छैन मैले। हेरौँ कस्तो मैले बिहान केही नि खाएको छैन कि त्यो उल्टी आइहाल्यो अरे नि हावा मात्रै निक्लिन्छ। खानुपर्छ नि खाजा त अहिले तल। मलाई त खाजा नखाइ त सक्दिनँ म त वाकी लाग्छ फेरि। ल तल खाँदाखेरि चाहिँ वाकी लाग्ने हो र? होइन खाजा नखाएर क्या खाली पेटमा। ए नखाँदाखेरि हो र? खाली पेटमा। अनि न यो चाहिँ भेटनरी है, भेटनरी चोक भन्छ। भेटनरी चोकबाट लागिसकेको छ उकालो गएको। अघि कन्टेन्ट मिस भयो नि। कन्टेन्ट मिस भयो नि त अघि। कन्टेन्ट मिस भयो। राम्रो छान्नु है। अघि मिस भयो नि होइन? त्यो त सेती हो नि त। पैसा उता खान्छ। यो त औषधि हो बाबा, डर लाग्दो नभन्नु न। डर लाग्दो रे? डर लाग्दो नि यहाँ देखाउने। यस्तो दामी निगुरो किने मैले। ब्रो बाटोमै के हो? मलाई त मासु भन्दा मनपर्छ धेरै यो त। यसलाई चाहिँ काली निगुरो भन्छ होइन? यसको चाहिँ रस बनाएर खानु भन्छ क्या प्राय। त्यो सानीमाहरू खुसी हुने परे। सन्डेसको पनि यसले ठिक गर्नु भन्ने बित्तिकै पाउँदैन नि त। झापालीसित कहाँ सकिन्छ, नचाहिँदो बोलेर हुन्छ।
होइन भन्ने बित्तिकै गाडी पाउँदैन भनेको मतलब नराम्रो भने होइन मैले अनि भन्ने बित्तिकै अब गाडी पाउँछ त अर्को सबै सिट बुकिङ भइसकेको हुन्छ गाडीमा मकै नुनिलो हुन्छ नि होइन कस्तो अरे के गर्नुपर्ने अरे अहिले मुर्राई खानु मुर्राई बमिट आउँदैन नुनिलो हुन्छ अरे अनि पुरै तामझाम छ होइन गर्नेले चाहिँ मुर्राई खाँदै पत्रिकाको छेउनु नि मागेर लास्ट च्याङ गर्दैछु सुटी यार त्यो के अरे नाइटामा टेप तास्ताउने आउँदैन अरे भन्छ हावा मात्रै हो मसँग हिँड्नुपर्छ सबैजना गर्छलाई पनि आउँदैन बन्द रहेछ पत्याएँ मैले कन्टेन्ट झन्डै मिस भने यार फेरि अनि ठिकै रहेको जाने यता अगाडि दुई अनि पछाडि मुस्कान होटल एन्ड लज or something हामी पो बसेछौँ त होइन यहाँ फ्रन्टमा बस्नुपर्ने थियो चाहिँ त्यही त सेकेन्ड र थर्ड त छ नि त यहाँ चाहिँ हामी बस्नु पर्छ ठिकै छ सेकेन्डमा बसेर पाइँदैन अरे उहाँले हुटमा लगेर राख्नु पछाडि पाइँदैन लास्ट च्याङ लास्ट यति भइसक्यो छिटो पुग्ने हो यार म त त्यो भने जति पैसा कहाँ दिन्छु त्यो म त्यसरी पैसा पो कुदाउनु पर्ने छ त्यसै हुन्छ कति पैसा दिनु पर्यो बोक्दै अब खाँदै अनि भरे फुलिरहेको छ अनि तल कहाँ पुग्दा त इलाम पुग्दा आज दिदी तपाईँले त 2 मुरी खानुभयो होला केटाहरूले मलाई किन भनेको अनि तपाईँ ताप्लेजुङदेखि खाँदै आउनुभएको अहिले यसो खाँदै आउनुहुन्छ भन्थ्यो त्यस्तै अनि चपाउनु भन्छ अहिले रोडमा त्यस्तो कुन ठाउँहरू पर्छ भन्नु त वाट कस्तो कुन ठाउँ मतलब अलिक राम्रो अब एकदम बेस्ट भनेको त हेर्नु लायक भनेको त इलाम कन्याम टिक्कल त्यही त हो नि त्योभन्दा राम्रो त कुन छ र चबाउनु नछोड्ने चबाउनु छोड्नु हुँदैन पवित्रसँगै म पर्सी गरेर आउँछु भन्दा आउँदैछ कसले बुवाले नपठाउनुभएको अब मलाई चाहिँ भन्न जाने भ्याइँदैन भन्दै थियो नि त अनि म आएर जानु नि 27 गते आइहाल्छौँ पवित्र र म भनेर ढाकढुक पारेर हिँडेको आमाले ढाँटिन् अरे गाह्रो मुस्किल अब मुस्किल रहेछ मुस्किल जाने रे उतै जाने उतैबाट 27 गते आइहाल्छ आना माफी मुस्किल रहेछ एकछिनै त्यहाँ पर फुटबल एकाडेमी छ 2 टिम बजार आइसक्यो बेस्ट अफ 5 मा ए बेस्ट अफ 5 अरे मतलब 5 साइजको भने हिजो त काइले छ्यास्ट फोन गरेको थिए हैन ओ मनकुमारी कार्की भन्दै थिए अनि न कता हो भनेको चट्टै काटी फेरि गर्दा नि उठाइन फेरि गर्दा नि उठाइपछि भयो कि निकालिसके कि सोधेको छैन एकचोटि चाहिँ गरेको थिएँ पानी बिहानै त्यस्तो त हो के भन्नु टाउलाई टम्मै खाजा खाइरहेको छ त्यो बिहान खाएको थुक्पा र चाउमिन भाइ केही त हुँदैन स्टिम मोमो मन परेन चाउमिन पनि बरु थुक्पा चाउमिन मोमो खानुभन्दा त म त भुटीमा पनि बनाएर खान्छु
It's fried rice, right? साँच्चै मलाई त मन पर्दैन बरु भुटीमा बनाएर खान्छु It's freaky fried rice. भुटीमा मारे सुक्खा रोटी पोलेर हाल्छु भन्दै थिएँ साथै खाने बेला भयो होइन अलिक लाइक लागिसक्यो भनेको कान्छा उहाँ कति अनि कति भइसक्यो हामी कति मिनेट भयो यहाँ बसेको रिचार्ज एउटा हाल्नु छ मेरो त सुक्का पैसा छैन रिचार्जमा अनलाइन हाल्दिहाल्छ भरे यहाँ मेरो ब्याग तारेको छ त्यहाँदेखि गर्नु मेरोमै पनि छ भरे तलै कुदेर लगाउनु अनि यो अटो त नाच्दै आउँछ त यस्तो यस्तो गर्दै अटो नाच्यो नाटक देखाउनु परेको अटोले सायद नाटक नै होला Subscribe for the next part of our journey vlog. Thank you.